गुड मर्निङ नेपालगञ्ज फाइनली म द जिम सार्कमा आइपुगेँ साथीहरू। दर्शन नमस्कार गुरु। अस्ति ग्रान्ड ओपनिङमा चाहिँ बिरामी भएर आउन पाएन। हो दाई गुड मर्निङ। हाम्रो पुरानो दाई हुनुहुन्छ उहाँ चाहिँ। ल हाम्रो अफिस द जिम सार्कको यहाँ छ। हामीलाई केही कुरा चाहियोमा केही कुरा भन्नु परेमा हामी गुरुसँग यहाँ बसेर छलफल गर्छौँ। अनि साथीहरू हजुर पनि आउनु होला एक्सर्साइज गर्न। एक्सर्साइज हाम्रो टाइम रहेको छ 5 देखि 6, 6 देखि 7। आएर मजाले आफ्नो समय निकालेर एक्सर्साइज गर्न सक्नुहुनेछ। मङ्गलबार र शुक्रबार हामी जुममा पनि गर्छौँ। भाइले आफू कस्तो मजाले कुल तरिकाले एक्सर्साइज गराइराख्नु भएको छ। भाइ आफू पनि कुल एक्सर्साइज पनि कुल तरिकाले गराउनुहुन्छ उहाँले चाहिँ। म चाहिँ फाइनली आइपुगेँ। हजुर पनि आउनु होला। दिनभरिको व्यस्तता काम गर्दा गर्दा जिउ थाकेको हुन्छ। आफ्नो दिमागलाई पनि शान्त गराउनुपर्छ। लाल सलाम मेरो भाइ। आउनु होला। चाहे घरमा बस्ने साथीहरू हुनुहुन्छ चाहे अफिसियल काम गर्ने, आफ्नो हेल्थको चाहिँ केयर गर्नुपर्छ है। म चाहिँ अब गर्न सुरु गरिसकेँ। अब पालो हजुरहरूको ल है।